ईमानदार संविधानविद कानूनको ज्ञाता यस्ता व्यक्तिलाई हामी यसपटक प्रतिनिधि सभा लिएर जानेछौँ र यसपटक इतिहास रच्नका लागि कसैले पनि आफूलाई नछुटाउनु होला। म यति भन्न चाहन्छु, आज यो छोटो भेटघाट चुनावी कार्यक्रमको लागि हामी फेरि आउने नै छौँ। यहाँहरूको यो भेटघाटमा देखाउनु भएको न्यानो माया र आतिथ्यको लागि धेरै धेरै धन्यवाद। त्यहाँको उद्घाटनको घन्टी कसैले बजाइदिनु होला, म यहाँबाट हेर्छु, कसैले बजाइदिनु होला। मनमा घन्टी आफै बजाउनु होला। 21 गतेसम्म त्यो घन्टी बज्नुपर्छ। त्यसपछि भ्रष्टाचारीहरूको मुटुमा घन्टी होइन, ढ्याङ्ग्रो हामी बजाउँछौँ। जय देश, जय घन्टी। राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभागका केन्द्रीय सदस्य आदरणीय मिर्जा रसिद बेगज्यूलाई यहाँको वडा कार्यालयमा गएर सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रको टिमको प्रतिनिधित्व गर्दै कार्यालयलाई उद्घाटन उहाँलाई मिर्जा रसिद बेगज्यू आगमन भइरहेको छ। उहाँ पुगिसक्नु भएको छ कार्यालयमा। सबै साथीहरूलाई उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभाग सदस्य हुनुहुन्छ स्वर्गीय मिर्जा रसिद बेगज्यूले सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीको आदरणीय रविबाबुको प्रतिनिधित्व गर्दै बालनभाइको प्रतिनिधित्व गर्दै यहाँको बारीमा नगरपालिका वडा नम्बर 8 को यो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय विधिवत रूपमा उद्घाटन गरिदिनु भएको छ। घन्टी बजाएर आदरणीय केन्द्रीय संगठन विभाग सदस्य स्वर्गीय मिर्जा रसिद बेगज्यूलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। यो बारीमा नगरपालिकाको वडा नम्बर 8 मा हाम्रा परिवर्तनशील युवाहरूले स्वतः रूपमा उहाँहरूले अत्यन्त उत्साहपूर्वक यहाँ सुन्दर कार्यालय खडा गरी यो परिवर्तनको घन्टी बजाउन तयार रहनुभएका यस क्षेत्रका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यहाँहरूले सम्पूर्ण मतदाता शिक्षा सहितको यो मत दिनका निम्ति तयार गर्नुहुनेछ भन्ने अपेक्षा पनि राखेका छौँ। यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। यो आशा भरोसा र साथ सधैँ जीवित रहिरहनेछ। जबसम्म परिवर्तन हुने छैन, जबसम्म घन्टीको सरकार बन्ने छैन, तबसम्म यो आशा र भरोसाको यो